Hello everyone. Today I'm going to attend GTA Sangathan. What's this? GTA बारे में मैं देखती हूँ. भएको रुख छ त्यो ठाउँमा नै हामी जानुपर्छ तर कहिलेकाहीँ हाम्रो दिमागी हालत यस्तो हुन्छ कि त्यसले हामीलाई सोच्नुमा अलिक दिग्भ्रमित गर्छ त्यति बेला हामी शीतल ताप्नु चाहिँ छारी नभएको रुखपट्टि हामी जान्छौँ त्यति बेला चाहिँ हामीले भुल गरिपठाउँछौँ त्यो प्रकारको भुलहरू हामीले गर्नु हुँदैन भन्ने हाम्रो भनाइ पनि हो अब यो कुरोहरू पनि तपाईहरुलाई हामीले बताउनु पर्छ भन्ने उद्देश्यले पनि आज तपाईहरुलाई बोलाइएको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा एउटा सशक्त पार्टी हो तपाईहरुले देखिरहनु भएको छ यो मैले भनेकोले हैन मैले आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पहाडको एउटा शक्तिशाली राजनैतिक पार्टी हो भन्दैछु तर यो मैले भनेको भन्दा पनि अझै अथेन्टिक रूपमा भन्नु हो भने यहाँको अफिसियल सरकारी रिकर्डले बताउँछ कसरी बताउँछ भन्दाखेरि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले जति पनि आज यहाँनिर पहाडमा भएको सत्ता छ पञ्चायती व्यवस्था छ जिटिए छ म्युनिसिपालिटी छ सबै ठाउँ भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सत्ता छ त्यो रिकर्डले पनि भन्छ कि पहाडमा सबैभन्दा शक्तिशाली पार्टी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अर्थात् मैले अघि छारीको कुरा गरेँ सबैभन्दा ठुलो हामीलाई शीतल दिने रूप चाहिँ भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा हामीले जब पनि मैले भनिहालेँ हामीले थुप्रो किसिमको भोट लगाउँछौँ धेरैपल्ट भोट आउँछ कि धेरैपल्ट हामीले भोटको भोटिङ मेसिनमा हामीले आफ्नो बटन दबाउँछौँ तर बटन दबाउनुभन्दा अगाडि तपाईँले त्यो बटन कुन चाहिँ बटन दबाउनु हुँदैछ त्यो बटन दबाएर कसलाई चाहिँ तपाईँले आफ्नो मत दिनु हुँदैछ त्यो मत दिँदाखेरि तपाईँलाई के फाइदा छ तपाईँले सोचेको हुनुपर्छ तपाईँले जसलाई मत दिनु हुँदैछ त्यो मतले चाहिँ तपाईँको गाउँघरको विकास हुन्छ कि हुँदैन यो कुरोलाई पनि तपाईँले मत दिनुभन्दा अगाडि सोचेको हुनुपर्छ जस्तै एउटा फर इक्जाम्पल योभन्दा अगाडि पनि विधानसभाको चुनाव भयो त्यो चुनावमा यसरी नै हामी पनि हिँड्यौँ भोटमा हामी पार्टिसिपेट गर्नुपर्छ हामीले हाम्रो आफ्नो क्यान्डिडेट पनि दिएको तर यहाँबाट त्यो आफ्नो बहुमूल्य भोट चाहिँ हामीले यहाँबाट कसलाई जितायौँ भन्दाखेरि अब रिपोर्टले के भन्छ बिजेपीको क्यान्डिडेटलाई जिताएर पठायौँ भनेदेखिलाई तपाईँले दिनु के को निम्ति दिनुभएको थियो त्यो भोट बिजेपीको क्यान्डिडेटलाई 5 चाहिँ कस्तो हो भने कि तपाईहरुलाई सर्वविदित भएकै कुरो हो कि आगामी चुनाव एसेम्ब्ली इलेक्सन यो जुन चाहिँ हुन गइरहेको छ 2026 को भातृ सङ्गठनका नेतृत्ववृन्द र जति पनि आउनुभएछ यहाँहरू सबैलाई मेरो न्यानो अभिवादन स्वागत गर्न चाहन्छु र आज तपाईहरुलाई